विवाहको निमन्त्रणा कार्ड सार्वजनिक गर्दै नायिका पूजा शर्माले रेडी फर फरेभर भन्दै लेखिन् यस्तो स्ट्याटस। यति सुन्दर छ पूजा र युद्धको विवाहको कार्ड। फिल्म निर्मात्री तथा अभिनेत्री पूजा शर्मा विवाह बन्धनमा बाँधिने पक्का भएको छ। केही दिनदेखि उनको विवाहको चर्चा चलिरहेको थियो। उनले निकट फिल्मकर्मी र सञ्चारकर्मीलाई पनि विवाहको निम्तो बाँडिरहेकी छिन्। उनको विवाह प्रेमी युद्ध बानियासँग यही आउँदो शनिबार यानि कि मङ्सिर 20 गते हुँदैछ। यी दुवैजना लामो समयदेखि प्रेम सम्बन्धमा रहँदै आएका छन्। निम्तो पत्र अनुसार यी दुवैजनाको विवाह भक्तपुरको एक रिसोर्टमा हुने उल्लेख गरिएको छ। आकर्षक डिजाइनको निम्तो पत्रमा लेखिएको छ, तपाईलाई युद्ध र पूजाको विवाह समारोहमा हार्दिक स्वागत छ। पत्रमा दुवैजनाको फोटो पनि राखिएको छ। फोटोमा निम्तो पत्र निकै नै आकर्षक देख्न सकिन्छ। पूजाले मङ्गलबार सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै सधैँको लागि तयार रहेको क्याप्सन लेखेकी थिइन्। पूजाले करिब 13 वर्ष अगाडि थ्री लभर्सबाट फिल्मी यात्रा सुरु गरेकी थिइन्। रामायणसम्म आइपुग्दा उनले 17औं फिल्ममा काम गरेकी छिन्।